8 मार्च 2025 का दिन प्रवासी नेपाली संघ भारत हिसार नगर महिला विभागको आयोजनामा 115औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विविध कार्यक्रमका साथ सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रम अध्यक्ष देवी अधिकारीको अध्यक्षता, सचिव लेखमाया राणाको सञ्चालनमा केन्द्रीय समितिका अतिथि, राज्य समितिका अतिथि, नगर समितिका अतिथिहरू लगायत नगर महिला विभागका सक्रिय कार्यकर्ताहरूको सहभागितामा प्रासका महिला पुरुष कार्यकर्ताहरूको उपस्थितिमा उक्त कार्यक्रम जवाहर नगर गली नम्बर 6 हनुमान मन्दिरमा सम्पन्न गरिएको हो। केन्द्रीय समिति लेखा प्रमुख रवि घिमिरेले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो। यसैगरी सोही समिति सचिवालय सदस्य गीता घिमिरेले विशिष्ट अतिथिको आसन ग्रहण गर्नु भएको थियो। कर्मशः सोही समिति सदस्य अमर केसी, वित्तीय विभाग प्रमुख राम केसी लगायत नगर समितिका अतिथिहरूले अतिथिको आसन ग्रहण गर्नु भएको थियो। सांस्कृतिक टिमका अग्रज बुवा कुम बहादुर अधिकारी ज्यूले पनि अतिथिको आसन ग्रहण गर्नु भएको थियो। महिला विभागका सदस्य शान्ता रेग्मी ज्यूकी आमाको निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो। महिला विभागकी सदस्य मीना थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। उद्यमी महिलाहरूलाई सम्मान गर्दै माला तथा दोसल्ला उडाइएको थियो। 115औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस प्रवासी नेपाली संघ भारत हिसार नगर महिला विभागको आयोजनामा सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी हामीलाई गराउनु भएकोमा मेघराज भट्टराईज्यू प्रति धन्यवाद।